मानिसहरूलाई खुसी पार्ने बानी अक्सर राम्रो नियतबाट आउँछ, तर केही बानीहरूले तपाईँको ऊर्जा घटाउँछ र तपाईँका सीमाहरू नागिदिन्छ र तपाईँलाई आफ्नै आवश्यकताबाट टाढा पार्दछ। यहाँ छोड्नुपर्ने दुई बानीहरूको बारेमा संक्षिप्त रूपमा कुरा गर्न चाहन्छु। नम्बर 1 मा तपाईँ हो भन्नुहुन्छ जबकि तपाईँको अर्थ होइन भन्ने चाहिँ हो, जसको अर्थ दोषबोध, दबाव वा अरूलाई निराश पार्ने डरका कारण सहमति जनाउनु हो। यसले थकान र मनमा रिस पैदा गर्छ। तर यसको सट्टामा के गर्न सकिन्छ भन्दाखेरि जवाफ दिनु अघि केही समय लिनुहोस् र भन्नुहोस्, म यसबारे अलि सोच्न चाहन्छु, या त अहिले म यसका लागि प्रतिबद्ध हुन सक्दिनँ भनिदिनुहोस्। दोस्रो कुरा, आफूलाई धेरै व्याख्या नगर्नुहोस्। हरेक सीमा वा निर्णयलाई न्यायोचित ठहर गर्नुपर्ने जस्तो महसुस गर्नु यसले तपाईँको हैनलाई बदल्न सक्ने जस्तो बनाउँछ। यसको सट्टामा सरल स्पष्ट राख्नुहोस्, म उपलब्ध छैन, तपाईँले लामो व्याख्या दिनुपर्ने कुनै बाध्यता छैन र अरूको भनौँ न विचारसँग सहमत हुनुपर्छ भन्ने पनि छैन।